हामी मरुछौँ मेरो बौलाई सक्यो मलाई मोबाइल चाहियो म के गरौँ म के गरौँ के हेलो दोस्तों वेलकम बैक टू माई युट्युब च्यानल आज चाहिँ मैले 24 आवर्स विदाउट माई फोन च्यालेन्ज गरेको छु सिरियसली भन्नुपर्दा मैले आफ्नो खुट्टामा आफै बन्छु हाने जस्तो फिल भयो तर पनि लेट्स सी के हुन्छ है त तो चलिए शुरू करते हैं यसमा चाहिँ सुत्न पनि पाइन्न अनि मोबाइल हेर्न सोसियल मिडिया वाइफाई अन गर्न पाइन्न मोबाइल त अब क्यामेरा छ क्यामेरा अन गर्नु परिहाल्यो नि तर अरू सोसियल मिडिया अन गर्न पाइन्न सरी मम्मी आज म तपाईँको कल उठाउन सक्दिनँ सरी अरू बेला चाहिँ मैले मिठो मिठो खाना पाउँदैन थिएँ आज चाहिँ मैले अलि राम्रो मिठो खाम कि भनेर सोचिरहेको छु सो म चाहिँ जाँदैछु केही ल्याउ न स्पेसियल दूध आधी लिटर दिन है हमने चाहिँ दूध तो ले लिया है दोस्तों त्यो खिर मसला ल्याउने भनेर चाहिँ ल्याएन कति महँगो 50 रुपियाँको पो ल्याउँछ क्या होइन अनि थोरै 5-10 रुपियाँको भए पनि ल्याउनु के 12 seconds later दूध ल्याए त्यसमा हालेँ यसमा पनि घोप्टीको ढङ्ग त मेरो 1 पैसाको पनि छैन कि 1 पैसाको नाममा 1 कौडीको पनि छैन ढङ्ग मैले के गरी घर गरी खाम लाग्यो बुझ्नै सकिरहेको छैन अब 12 seconds later म खान्न खिरमा खान्न मैले दुध ल्याएको थिएँ आधी लिटरमा हाल्दाखेरि अलिकति पोखियो त्यो मान्यो अहिले फेरि दुध उम्लियो यति दुध छ अब मेरा कुछ नहीं होगा मम्मी अब इसको सफा करना पड़ेगा भाई जान्छु कि म त बाँच्ने त मेरो कामै छैन कि यार यस्तो गरी को बाँच्छ त मेरो फुटी किस्मत है कि मेरो ढङ्ग खिचेर गयो ढङ्ग मम्मीले भन्नुहुन्थ्यो कि तैँले ढङ्ग तेरो 1 पैसाको ढङ्ग छैन अलिक काम थोरै ढल्देरै भनिराख्नुहुन्थ्यो होइन त्यहाँको कुरा नमानेको यस्तो पो हुने चाहिँ दुध र थोरै चामल र थोरै चिनी चाहिँ हालिसकेको छु होइन यसमा है मेरो तरकारी चाहिँ यो हो अब म तरकारी बनाउँछु थोरै खिरसँग खाने होइन अनि मैले चाहिँ तरकारी रेडी गरिसकेको छु देखाम के नदेखाम यो भिन्डी आलु दिस इज द माई खाना आज खाना चाहिँ यो हो लेट्स टेस्ट इट बाई द वे म चढाएको पनि छु है खिर थोरै भगवान्जीलाई चढाइदिएको पनि छु थोरै मैले त्यो गराएको पनि चाहिँ हाम्रो घरमातिर चाहिँ के खिर पुरी केही बनाएपछि चढाउनुपर्छ कि पहिला त्यही भएर सो मैले चाहिँ खानासाना खाइसकेँ होइन अब खानासाना खाइसकेँ अब एकछिन पढौँ के हो है सरले भन्नुहुन्छ कि तिमीहरूले मलाई ठगेको होइनौ आफूले आफूलाई ठगेको हौ अनि भन्नुहुन्छ सो मैले चाहिँ त्यहाँ सरकोलाई मनै मुटुमा लगेर पढ्नु पऱ्यो भनेको म चाहिँ अलि राम्रो हुन्छु कि तपाईँहरूले मलाई नराम्रो कस्तो नराम्रो रहेछ भन्छ म अलिक क्युट हुनु परेन त हो कपाल यस्तो छ कपालको हामी मरुछौँ उमी मन्जुलिका यस्तो कपाल चाहिँ किन गराएको थाहा छ यस्तो के सबक अरूले त मेरो भिडियो हेर्दैनन् थाहा छ मलाई आइनो मेरो मम्मी बाबाले त हेर्नुहुन्छ मेरो मम्मीलाई भयो भने चाहिँ मम्मीलाई चाहिँ मेरो कपाल यस्तो गुज्रुङ्ग भएको थियो त अघि गुज्रुङ्ग भएको अनि यस्तो कपाल यता आएको लट्टा छारेको त्यस्तो राम मानु नछोडेको अनि राम मानु न के गराएको थिएछौ बौला जस्तो हो नि राम्रोसँग बाँध्छ किन भन्नुहुन्छ त्यो चाहिँ मैले मम्मीको लागि मेरो मेन अडियन्स चाहिँ त्यहाँ हुन्छ नि त्यहाँको लागि चाहिँ म राम्रो गरिदिएको ल मम्मी
यसमा चाहिँ बत्ती बल्थ्यो होइन, यसमा चाहिँ बत्ती बल्थ्यो यताबाट यस्तो चाहिँ त्यसमा चाहिँ तार चुट्टिएछ कि यार। सरी जो पनि गिफ्ट दिने मान्छे हुनुहुन्छ मेरो लाइफमा, त्यसलाई आइएम सो सरी। मैले जानी त्यो चुट्टाएको होइन, फेरि नमान्नु होला। तपाईँले अरू गिफ्ट पनि भिर्न सक्नुहुन्छ मलाई, म राख्छु त्यसै गरेर। दिदिन चाहनुहुन्छ प्लिज दिनु होला। हेलो, मेरो पुरा घर खाली खाली छ। अब चाहिँ म पढ्छु, धेरै मैले नाटक गरिसकेँ। जम्मा 23 मिनट बसेको छ। अनि त्यसमा चाहिँ म के गर्छु भनेदेखि पढ्नु पनि कति पढ्नु होइन यत्रो। अब म चाहिँ मेरो केस स्टडीको गर्नु भन्छु कि थोरै केस स्टडीको राम्रोसँग गरेको छैन। म चाहिँ यतिमा केस स्टडी गर्छु भने ल्यापटप त चलाउनु पाइन्छ, म नेट चलाउन केस स्टडीको चाहिँ गर्छु ल। गर्छु ल। Few minutes later. 3 2 1 बोर भएको छ भने म दुईवटा काम गर्छु। एउटा सोध्छु, सेकेन्डमा मुखमा केही लदल बदल पोतपात गर्छु नि। म चाहिँ अब के छ सेकेन्ड अप्सन, ल राम्रो हुनु परेन अलिकति। सो म चाहिँ फर्स्टमा जान्छु फेस वास लगेर मुख धुन। म चाहिँ मुख सुख रेडी भइसकेको छु। मसँग चाहिँ त्यस्तो के अरे मेकअप सेकअप गर्ने त्यस्तो केही छैन है प्रोडक्ट। मेरो मोइस्चराइजर छ। पहले हम मोइस्चराइजर थोड़ा थोड़ा लगाकर इसको थोड़ा थोड़ा सा ऐसे पोत पात करेंगे। अब हामी सेकेन्डमा लगाउँछौँ सनस्क्रिम। म चाहिँ यस्तो गरेर लगाउँछु है सनस्क्रिम। यो आस्ताबिरीको हो, वाइट वाइट हुन्छ क्या, त्यही भएर यस्तो यस्तो गर्न परेगा इसका। कोही छैन। मैले सनस्क्रिम चाहिँ लगाइसकेको छु। बिफोर आफ्टरमा के फरक छ त्यस्तो छ होइन, तर म हातले लगाउँछु नि त होइन र। मसँग त त्यस्तो केही छैन ल लगाउने प्राइमर सराइमर के भन्नु भाइ। अब हामी लगाउँछौँ गाजल। मलाई गाजल लगाउन त्यस्तो आउनु त आउँदैन होइन, गाजल पनि सकिएछ। फाइनलमा 2 घन्टापछि तपाईँ कस्तो लाग्छ तर मिल्न त मिलाएन तर पनि ठिक छ मेरो आधारमा त ठिक छ है। मिलायो भने त्यो पनि ठिक छ भइगयो है। त्यो योभन्दा अरू म गराउन चाहन्न। म त हो गया है दोस्तों। योभन्दा बढी मलाई मेकअप गर्नु पनि आउनु, मसँग सामान पनि छैन। मलाई यति हो, लिपतिर जाम है त। ब्लश oh this is my makeup। थोड़ा सा ऐसे कर लेती हूँ। कस्तो राम्रो देखियो। खुद से प्यार न हो जाए मेरे को त। एउटा सङहरूको त्यो डान्स गर्छु, तपाईँले चाहिँ गेस गर्नुपर्छ। हिन्दी हुनसक्छ, नेपाली हुनसक्छ, दुइटै जो पनि हुनसक्छ ल। यस्तो अनि यस्तो समथिङ के थियो।
मैले चाहिँ तपाईँलाई एउटा वर्ड च्यालेन्ज दिएको छु, त्यो तपाईँले वर्ड गेस गर्नुपर्ने छ। त्यसमा मैले 1 2 3 4 5 6 7 8 9वटा छ, 9वटामा पनि मैले हिन्ट दिएको छु है। यो 9वटामा यहाँ इ छ, यहाँ यान छ, यहाँ याल छ, गर्नुपर्ने छ। प्लिज कमेन्टमा गेस गर्नु होला। आज म के गरौँ, के लिटरली म के गरौँ, मोबाइल चलाएपछि म के गरौँ, म के गरौँ के। र यो च्यानलमा चाहिँ 94 सब्सक्राइबर छैन होइन। मैले चाहिँ यसलाई 100 पुर्याउनु छ क्या, धेरै त छैन, 6जनाले प्लिज सब्सक्राइब गरिदिनु ल भन्ने मात्रै हो। म त्यसलाई ह्याप्पी स्याडमा भन्छु, लभ सुरुमा ह्याप्पी। 100 सब्सक्राइबर, वाउ 100 सब्सक्राइबर, एङ्ग्री 100 सब्सक्राइबर, जम्मा 100 सब्सक्राइबर। अहिले 500 सब्सक्राइबर हुनुपर्ने हो। अहिलेसम्म 100 सब्सक्राइबर किन सब्सक्राइब गरेको खोइ। अब स्याड जम्मा 100 सब्सक्राइबर। आजसम्म यत्रो गऱ्यो, जम्मा 100 सब्सक्राइबर। कसैले सब्सक्राइब नै गर्दैन मेरो त। त्यो त स्याड होइन, त कराई हुनु पर्थ्यो, सायद कराई हुनु पर्थ्यो। स्याड भइसक्यो कि डिसपोइन्टेड। छ्या जम्मा 100 सब्सक्राइबर। अनि त्यसपछि 100 सब्सक्राइबर। न त म कहीँ घुम्न जानु छ, न त मैले केही काम गर्नु छ, न त केही छ यहाँ रुममा गर्नुपर्ने त्यस्तो इन्ट्रेस्टिङ। मैले किन लग्यो च्यालेन्ज? मलाई सुत्नु छ, मोबाइल हेर्ने म तपाईँलाई मेरो टप देखाम। कस्तो क्युट छ नि, कस्तो क्युट छ नि। मेरो माया नौडाडा पारी डाँडी पारी मेरो मन बर्सौनी नानै बिति गयो, कहिल्यै हुने हो जबन। मैले होइन यो च्यालेन्ज गरेर एउटा कुरा चाहिँ थाहा पाएँ, मलाई कसैले माया नै गरेर हिँड्छ। अहिलेसम्म एक कल नै गरे होइन, कसैले नम्बरमा पनि कल गरे होइन कि मलाई कसैले। लिटरली मम्मीले पनि कल गर्नु आएन, कसैले माया गर्नु हिँड्छ मलाई त। सो मैले चाहिँ बनाइसकेला, चिनी लिइरहेछ कि। हजुर मम्मी भन्नु त। हजुर जहाँ 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 चले तो बुझिना कसम से तो बाहों में तेरी है लाइक सारी बाई आई कर लाइक थोड़ा देर मुझे जाने को लगे। तुझे देखा तो ही जाना सनम, प्यार होता है दीवाना सनम। मैं बोलाइसकेँ, मलाई मोबाइल चाहियो, म के गरेर टाइम पास गरौँ मलाई थाहा छैन। मलाई मेरो यो च्यालेन्ज धेरै महँगो परिरहेको छ। लाग्दैन मलाई कसैको माया, यति कसैले हाँसेर बोलाइदिए माया सम्झिन्छस् भने त्यति ठुलो भुल भयो। वातावरण वातावरण हाम्रो वातावरण वातावरण वातावरण। रक पेपर सिजर सु रक पेपर सिजर सु पहले हारिस। रक पेपर सिजर सु रक पेपर सिजर सु पहले हारिस। रक पेपर सिजर सु रक पेपर सिजर सु रक पेपर सिजर सु रक पेपर सिजर सु रक पेपर सिजर सु।
Dilly. I'm a baby. Có coi được không? Ta là bà chỉ lôi lôi mama gì cô ra mày chưa ai đoli bà là gì rồi đi mama bu mam cu pu ca phải cái gì cu tu ca bị là bên cho mèo mèo mà cái bên cháu chỉ trong cu đi ca bà si bà ca mi ro bà si bà bị là le kha yo ca bị là lô mu sa na kha yo ca mu so tu lo tra pa so ca du lo đây li cu chờ lo khơi gầy khơi lại pa ni khana gầy ô làm mà gọi yo khơi khơi lửa chứ từ cái sức mèo mèo bị là li ta đi là ao mê đô na cả đi khane mu sa mà đi khao có đây cô du na khao mà để run chu du có đây cô du na khao mà du run chu tắt tỷ lệ hàn chu cho bị là lo ban chu chi mu sẽ khai đàn khane mu sa cô khao liều na can मेरो को बोर हो रही हूँ मैं सरी साथीहरू मलाई चाहिँ नेट लागिसक्यो म त लास्टै गाह्रो गयो कि म मोबाइल हेर्छु के भएर सुत्छु मोबाइल हेर्नुभन्दा अर्को अप्सन हो सुत्नु म एकछिन लगभग 15 मिनटको एउटा अर्को विराम लाउन चाहन्छु ल सरी दोस्तो सरी मैले चाहिँ अब सुत्छु भनेको थिएँ होइन भनेर सुत्तै लागिसकेको थिएँ हामी त त्यस्तो होइन कि मन लागि सुत्नुलाई केही थिङ्किङ नआओस् त्यो त भन्ने त हुँदै छैन त्यो त हुँदै हुन्न मलाई याद आयो कि मेरो प्रोजेक्टमा ब्याकइन्डको गर्नु चाहिँ ब्याकइन्ड सिक्नु छ थोरै मैले स्टार्ट गरेर छोडेको थिएँ मलाई थोरै सिक्नु थियो त्यो मलाई याद आयो सो म चाहिँ त्यो गर्छु लगभग 2 घन्टा त लाग्छ होला जब सुत्न लाग्यो तब पढ्न मलाई चाहिँ रिग्रेट हुन्छ भगवान् किन मैले पढिराखेन किन यस्तो गरिरहेको छु अनि मैले अहिले यो सुत्नुभन्दा गरेको भए हुन्थ्यो भने जब पढ्न लाग्यो निद्रा फलोज माई ब्रदर निद्रा फलोज के हो यो नींद लागिरहा कोडिङ गर्दा पनि मैं आपको ऐसे दिखा सकती हूँ बहुत मुश्किल है दोस्तों कभी खुशी कभी गम पारी पारी आएका ढक्का टोपी लाएका तिनै होलान् कपिराइट आउँछ त फेरि किन गाइरहेको छस् चुप बिल्कुल चुप पढ सुरुको लगाएर के गरिरहेको छस् पढ के उयो गरेको टाइम पास पञ्चश्री बढी हुँदै रहेछ समथिङ त्यो अब सकिसकेको छ ल अनि त्यसपछि अब नास्ता खान जाने अब साढे भयो जति भइसक्यो होइन नास्ता खान जाम तेरे बिन नहीं लगना दिल मेरा ढूंढना तू हो तो सब जिनका हरायो मेरो जिनका हरायो मेरो 4 बजे यति काम छ यार पुरा पर्खिरहेको कि त्यो क्यामेरा अगाडि लिएर यस्तो ब्याक क्यामेरा लगाएर यस्तो भिडियो बनाइरहेको थिएँ सबले वरदेखि सबले मलाई हेरेर कि मलाई त्यस्तो नराम्रो लाग्यो त्यो पनि केही छैन अलि धेरै सब्सक्राइबर त युट्युबर भने सब्सक्राइबर 50 त्यही माथि नाटक पुरा ठुलो इन्फ्लुएन्सर जस्तो होइन म सोचेको अब म मुख धोएर आउँछु अनि स्किन केयर गर्छु छोरी स्किन केयरको नाममा एक मुल्तानी मिट्टी था किधर गया सो म चाहिँ मुख सुख धोएर आइसकेको छु अब म चाहिँ मुल्तानी मिट्टी गराउँछु अनि त्यसपछि लप्पा हात खुट्टा घाँटी जेसुकै होस् त्यो मतलब होइन मुख यति मात्रै राम्रो हुनु पऱ्यो कि मलाई त यति मात्रै राम्रै पुग्छ हात खुट्टाको आई डोन्ट केयर सुके जस्तो छ है अब चाहिँ एकछिनका 2 मिनटका हावामा पखाल्छु राम्रो देखिरह है राम्रो देखिरह दिस इज माई फेस आफ्टर वासिङटन म त यत्तिकै पल्टिरहेको थिएँ होइन म त सुतिआएँ कि एकछिन यत्तिकै पल्टिरहेको थिएँ म त निदै आएँ कि भर्खर उठेँ बहुत भारी पड़ रहा है गाइस मैं तो बहुत ही मोबाइल पे आ नहीं रहा मोबाइल I'm so sorry guys मैले चाहिँ त्यो के अरे पुरा च्यालेन्ज पुरा गर्छु जस्तो लागिरहेको थियो च्यालेन्ज पुरा गर्न सकेन 6:30 भइसक्यो
6:30 बजीको मोबाइल नै हेरेर बिहान उठाइदिएँ सो आम सरी तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज सेयर सब्सक्राइब लाइक कमेन्ट गर्नुहोला अनि कमेन्ट लाइक सब्सक्राइब यिनी चाहिँ नबिर्सेर गर्नु ल अनि मलाई पनि सम्झिनु ल अर्को भिडियो आउँदासम्म म ढिलो गर्छु नि त तपाईँले अलिक धेरै लाइक धेरै कमेन्ट गर्नुभयो भने त म खुसी भइहाल्छु नि अनि हाल्न मन लाग्छ हालिराख्छु त्यो मोटिभेसनको लागि भयो भने प्लिज गरिदिनु होला ल प्लिज बाई बाई